नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज हामी यहाँ टमाटर थप्ने काम गर्दैछौँ। टमाटर थपिसके त्यसपछि म यहाँ बोडी रोप्ने काम गर्दैछु। यो चाहिँ यो नयाँ सालको हाम्रो टमाटर रोपाइ सुरु भइसकेको छ। अब यसलाई डोरी लाउने टाइम हुन लागेको छ। त्यसै गरी यहाँ मेरो छेउमा चाहिँ काँक्रा पनि छ। काँक्रा रोपेको पनि छु। काँक्रा हेर्नुहोस् त यसरी फल्छ। काँक्रालाई यसरी नेटहरू लाउनु पर्छ। काँक्रा फल्दैछ र हामी काँक्रालाई बेच्दै पनि छौँ। काँक्रा फल्दैछ, यसरी फल्दैछ। काँक्रा फल्ने काम भइरहेछ। यहाँ किरा लागेछ। उता चाहिँ धान रोपिसक्नु भएको छ। धान यसरी बगरमा पनि धान रोप्नु भएको छ यहाँको बासिन्दाहरूले। यो चाहिँ टमाटरको बिरुवा हो। यो टमाटरको बिरुवालाई चाहिँ यसरी ठुलो भइसकेपछि पनि यसरी मरेको ठाउँमा चाहिँ हामीले थप्ने गर्छौँ। थप्नुपर्छ यसरी। त्यसपछि यहाँ अर्को पनि छ मेरो काँक्राको टनेल। यहाँ पनि फल्दैछ। यो यस्तो मुन्टा झरेकोहरू हुन्छ। यस्तोलाई माथि माथि लगाइराख्नु पर्छ। यसरी अड्काइराख्नु पर्छ। काँक्रा फलिरहेछ। हामी बेच्दैछौँ। यहीँ व्यापारीहरू पनि आउनुहुन्छ। यहीँदेखि हामी व्यापारीहरूलाई चाहिँ टिपेर दिने गर्छौँ। काँक्राहरू फल्दैछन्। यो काँक्राको पत्ता नै यसरी कटिङ गरिराख्नुपर्छ। यो चाहिँ कटिङ गरेको ठाउँ हो। उता अर्कोपट्टि चाहिँ कटिङ गरेको छैन।